हे गाइज वेलकम ब्याक छ होइन मेरो यो फिटनेस टिप भिडियोमा। अनि आजको भिडियोमा चाहिँ म होमवर्कआउट गर्न त चाहनुहुन्छ तर त्यसको बारेमा चाहिँ वर्कआउट रुटिनहरू चाहिँ कसरी गर्ने, डाइट रुटिनहरू कसरी गर्ने त्यसको बारेमा चाहिँ बताउन जाँदैछु होइन। अनि पहिलो कुरा चाहिँ मेरो देख्नु होला होइन, जान होमवर्कआउटबाट यतिको बनेको छ होइन। सिक्स प्याक पनि छ, बाइसेप छ, सबै छ होइन। ट्राइसेप त झन् कडक छ अनि ब्याक पनि यत्तिको छ होइन। यत्तिको ज्यान चाहिँ घरै बसेर पनि बनाउन सकिन्छ। त्यसको लागि चाहिँ हजुरहरूले वर्कआउट रुटिनहरू पनि बनाउनु पर्ने हुन्छ। अनि हजुरले चाहिँ अब हप्तामा 7 दिन हुन्छ, त्यसमा चाहिँ अब 3 दिनको मिलाएर चाहिँ वर्कआउट गर्नुपर्छ। अनि सटरडे चाहिँ ट्याक्क रेस्ट गर्नु होला। अनि त्यसको लागि चाहिँ एक दिन चाहिँ चेस्ट र ट्राइसेप हान्नु, एक दिन चाहिँ ब्याक र बाइसेपको मात्र गर्नु, अनि अर्को दिन चाहिँ लेग र सोल्डर गर्नु होला। अब एकै दिन चाहिँ सबै वर्कआउट मिक्स चाहिँ गरेर नगर्ने, ट्याक्क मिलाउँदै एक दिन चेस्ट ट्राइसेप, ब्याक बाइसेप अनि लेग र सोल्डर गऱ्यो भने चाहिँ त्यसरी चाहिँ चाँडो ग्रो हुन्छ। अनि डाइटको रुटिनको बारेमा पनि कमेन्ट गर्नु होला, त्यो अनुसारले बनाउँछु है त्यो भिडियो चाहिँ। त्यही हो है त।